आगामी आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपालले 15 सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा टोली चयन गरेका छन्। टोलीमा उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले पाएका छन्। सेन्ट्रल कन्ट्र्याक्टको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि 2078 मङ्सिर 29 गते दिपेन्द्र सहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमल सिंह ऐरी कारबाहीमा परेका थिए। त्यसयता राष्ट्रिय टोलीको कप्तान 2 पटक परिवर्तन भए पनि उपकप्तानको जिम्मेवारी भने कसैलाई दिइएको थिएन। 3.5 वर्षपछि क्यानले दिपेन्द्रलाई उपकप्तानको जिम्मेवारीमा फर्काएको हो। दिपेन्द्र राष्ट्रिय टोलीका उत्कृष्ट र भरपर्दा अलराउन्डर हुन्। दिपेन्द्र आइसिसी T20I को अलराउन्डर वरियतामा तेस्रो नम्बरमा छन्। T20I क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान दिपेन्द्र सिंह ऐरीको नाममा छ। उनले T20I क्रिकेटमा 2 पटक 6 बलमा 6 छक्का प्रहार समेत गरेका छन्। भावी कप्तानको रूपमा हेरिएका दिपेन्द्रलाई त्यसबेला उपकप्तानबाट समेत हटाइएको थियो। त्यतिबेला सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो। सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरिएको थियो। त्यसयता रोहितले राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। यस्तै विकेट किपरको भूमिकामा आसिफ शेख र अनिल शाह रहेका छन् भने कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख ब्याटरको रूपमा टोलीमा परेका छन्। अलराउन्डर गुलसन झा र बसिर अहमदले पनि स्थान सुरक्षित गरेका छन्। बलिङतर्फ स्पिनर सन्दीप लामिछाने, ललित राजवंशी सहित तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन्। टोलीमा बसिर अहमद र नन्दन यादवले भने पुनरागमन गरेका हुन्। यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले स्कटल्याण्ड भ्रमणका लागि 2 नयाँ अनुहारलाई टोलीमा समेटेका छन्। उनले आइसिसी क्रिकेट विश्वकप लिग 2 पछि हुने T20I सिरिजका लागि ब्याटर किरण ठगुन्ना र अलराउन्डर रूपेश सिंहलाई टोलीमा समेटेका हुन्। यी 2 बाहेक लोकेश बमलाई पनि टोलीमा समावेश गरिएको छ। क्यानले भ्रमणपछिको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि 3 अतिरिक्त खेलाडीको नाम पनि सार्वजनिक गरेको हो। त्यसमा ब्याटर किरण ठगुन्ना, लोकेश बम र अलराउन्डर रूपेश सिंह अटाएका हुन्। स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले लिग 2 का खेल अघि स्कटल्याण्ड ए टोलीसँग 2 अभ्यास खेल खेल्नेछ। लिग 2 मा नेपालले जुन 2 र जुन 8 मा स्कटल्याण्ड तथा जुन 4 र जुन 10 मा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो भ्रमण नेपालका लागि लिग 2 मा अग्रता कायम राख्ने दृष्टिले महत्त्वपूर्ण मानिएको छ।